आज भएको इन्डिया vs न्युजिल्यान्डको खेलमा विराट कोहलीले खेलेको सेन्चुरी फेरि एकपटक उनको क्लास, कन्सिस्टेन्सी र हङ्गरको जिउँदो प्रमाण बन्यो। ठुलो टार्गेट पछ्याइरहेको अवस्थामा इन्डिया सुरुदेखि नै दबावमा थियो, रन रेट बढ्दो थियो र विकेट्स लगातार झरिरहेका थिए। तर यस्तो कठिन परिस्थितिमा पनि कोहलीले आफ्नो फोकस गुमाएनन्। उनी क्रिजमा टिकिरहे, सिचुएसन राम्रोसँग पढे र सर्ट सेलेक्सन अत्यन्तै स्मार्ट राखे। सुरुका केही ओभर्समा उनले जोखिम नलिँदै सिङ्गल्स र डबल्सबाट इनिङ्स बिल्ड गरे, स्ट्राइक रोटेट गरे र पार्टनरलाई पनि कन्फिडेन्स दिए। समयसँगै जब बलर्समाथि दबाव बढ्न थाल्यो, कोहलीले आफ्नो ट्रेडमार्क कभर ड्राइभ, स्ट्रेट ड्राइभ र फ्लिक सर्ट्स निकाल्दै स्कोरबोर्ड चलायमान बनाए। उनले कुल 108 बल खेल्दै 124 रन बनाए, जसमा 10 वटा चौका र 3 वटा छक्का सामेल थिए। बाउन्ड्री हान्दा पनि उनले कन्ट्रोल र टाइमिङमा भर दिए, जसले उनको एक्सपिरियन्स र म्याचुरिटी स्पष्ट देखायो। जब रिक्वायर्ड रन रेट बढ्दै गयो, कोहलीले जिम्मेवारी पूर्ण रूपमा आफ्नै काँधमा लिएर इनिङ्स अगाडि बढाए र अन्ततः शानदार सेन्चुरी पुरा गरे, जसले स्टेडियमलाई उत्साहले भरिदियो। यद्यपि अन्तिम नतिजा इन्डियाको पक्षमा आएन र टिमले जित निकाल्न सकेन, तर कोहलीको यो इनिङ्सले हारको बीचमा पनि आशा र गर्व दुवै दियो। मिडल अर्डर कलाप्स भएको अवस्थामा पनि उनले अन्तिमसम्म फाइट गरे, हार मान्ने सङ्केत कतै देखाएनन्। यो सेन्चुरी केवल रन्सको कुरा मात्र थिएन, यो डिसिप्लिन, मेन्टल स्ट्रेङ्थ र नेभर गिभ अप एटिट्युडको स्टोरी थियो। आजको इनिङ्सले फेरि एकपटक प्रमाणित गर्यो कि कठिन परिस्थितिमा पनि विराट कोहली किन वर्ल्ड क्रिकेटका सबैभन्दा भरपर्दा चेसर र बिग म्याच प्लेयर हुन्।